तपाईले भन्नुहुन्छ होला नि यो चाहिँ दबाई हो ला खानु हुँदैन भन्नुहुन्छ तपाईँ यो चाहिँ दबाई हुँदै होइन यो एउटा नेचुरल फुड हो के अरे फ्रुट हो हामीले हाम्रो बजारमा नाना किसिमका जुसहरू पाउँछ एप्पल जुस होइन अनि त्यसरी लिचीको जुसहरू म्याङ्गो जुसहरू त्यो जुसमा तपाईँले बाहिरबाट त जुसको होइन एप्पलको स्टिकर राखेको देख्नुहुन्छ तर त्यो वास्तवमा एप्पल जुस हुँदैन त्यसमा विभिन्न किसिमका फ्याक्टरिजहरू कलरहरू अनि त्यसैको फलको स्वादको लागि मात्रै केही चिजहरू राखेको हुन्छ यदि तपाईँ सोच्नु भए जानु साँच्चैकै एप्पल जुसले जुस होइन मरेन्ज जुस खान सक्नुहुन्छ भने जुस खानु थ्याङ्क यू सो मच